हेलो साथीहरु, हामी जुन भनेका थियौं तपाईहरुलाई एमाजोनको जंगल यहाँ हेर्न सक्नुहुनेछ। कस्तो ठुलो छ अनि हामीले यहाँ जंगली के हो नि बाख्रा जस्ता छन्, के हो कुनै खरायो जस्ता पनि छन्। यिनको अब के गर्ने होला। यहाँ हेर्नुस् पानी कत्रो, पानीको बहावले यहाँ अस्ति 2 दिन पानी पर्दा यस्तो भएको थियो। यहाँ हेर्नुस् दर्शकबिन, के हो यो? यसले त पोलेर मार्दछ त साथी हो। यसो 5 मिनेट गरेर पुसौँ भनेको त अथात् करेन्टै लागेछ नि त। करेन्ट यहाँबाट करेन्ट निक्लिँदो रहेछ साथीहरु। यो चाहिँ खै कस्तो खालको घोत्तो रहेछ, निकै पोल्दो पनि रहेछ। यहाँ हेर्नुस् ल, यहाँ हेर्नुस् है दर्शकबिन। अनि यो साह्रै अचम्मकै पो देखियो त हौ। यस्तो दृश्य चाहिँ हामीले अहिलेसम्म देखेका थिएनौँ। यहाँ हेर्नुस्, यहाँ चाहिँ दर्शकबिन मैले चराए पनि देखेको थिएँ, तर तपाईहरुलाई देखाउन सकिनँ। यी त बाख्रै जस्ता देखिन्छन्। यहाँ हेर्नु साथीहरु, कस्तो डरलाग्दो ठाउँहरु रहेछ कि यहाँ। यहाँ हेर्नु न, त्यहाँ सायद यहाँ बाघ बस्छ होला, बाघ अथवा चितुवा बस्ने ठाउँ हो। नभए नि पक्कै त सर्प यता निकै पाइन्छन्। यहाँ हेर्नुहोस् दुरादुरी है। म चाहिँ यो ठाउँमा पहिलोचोटि भ्रमण गर्न आएको ल, म कुहिरे नै भनौँ है। यहाँ चाहिँ कृपया तपाईहरु चाहिँ नआउनु होला। तल एउटा स्याल कुद्दैछ, क्यामेरा जुम गरेर देखाइदिन्छु ल। तल छ, यहाँ देखिएन? सुन्नुहुँदैछ? यो भेडा गराएको, भेडा भनेछु, स्याल गराएको। यो जंगलबाट म जिम्दै जान्छु पनि कि थाहा भएन, तर च्यानलमा अपलोड भयो भने सम्झिनुस् म जिम्दैछु। देख्न सक्नुहुन्छ हो, मृग गाइज, मृग। मृगै पो रहेछ त। यी मृगहरू चाहिँ मलाई देखेपछि भागै गर्छन्। यहाँ निकै यता चाहिँ मानिसहरू बसोबास नभएकाले अस्तिको हावाहुरीमा यहाँको जम्मै रुख ढलेछ साथीहरु। त्यसैले यहाँ अलिक खुल्ला भएको, नत्र त यो एमाजोनको जंगल नै हो। म किन ढाट्नु तपाईहरुलाई। यहाँ जम्मा किरण आउँछ यति, यहाँ अन्त बढी आउँदैन यहाँको किरण हैन। यस्तै रहेछ। यता गएर हेरौँ के छ यता। यो प्राचीन ढुङ्गाहरू पर हिरण हो कि के कराउँदैछ। यता हेर्नुस्, यो ढुङ्गाहरू चाहिँ 5 करोड वर्ष पुरानो अरे। यो हेर्न सक्नुहुन्छ। यो लेउ हेर्नु, यो लेउ लागेको 500 वर्ष भइसक्यो अरे। अब म यहाँ भन्दा के बोल्नु दर्शकबिन। यहाँ हेर्नु न, यो साह्रै मिठो सेन्ट आउँदो रहेछ। यसले चाहिँ सबैको घरमा रोप्नुपर्ने निकै आवश्यक देखिएको छ। तल आम्माम के हो त तल? गाई यहाँ त धेरै थरीका बाख्रा पाइँदो रहेछन्। यता के रहेछ दर्शकबिन, हेरेर आउँछु ल म। ल दर्शकबिन, अब हाम्रो भलक यतिमै समाप्त भयो। धन्यवाद हेरिदिनु भएकोमा।